ओके गाइस फाइनली तपाईको राइडर मनिसले चाहिँ अब हाम्रो नेपालको चर्चित ब्लगर फेमस ब्लगर रिसेन्टली काठमाडौँमा पनि भेटेको थिएँ वान एन्ड ओन्ली गाइस के हो डाङ्गै बसिरहेको छ त सो हेलो एभ्रिवान गाइस 12 बजेर 19 मिनट गइसकेको छ हैन र हेर्न सक्नुहुन्छ म चाहिँ अहिले बिर्तामोडमा छु अनि म चाहिँ अब एक्कासी तपाईहरुले राति मर्निङ राइडर मनिस चाहिँ बिर्तामोडमा देख्दा तपाईहरुलाई पक्कै पनि अचम्म लाग्यो होला अब म चाहिँ भन्छु तपाईहरुलाई म बिर्तामोड किन आएको भन्दाखेरि चाहिँ म चाहिँ लाइक अघि नै घरबाट हिँडेको तर बिचमा हिँड्दाखेरि चाहिँ मेरो क्यामेराले अलिकति काम गरेन अनि बिचमा चाहिँ अलिकति डिस्टर्बेन्सहरु आएको थियो हैन अनि म चाहिँ हेर्न सक्नुहुन्छ अहिले बिर्तामोड आइसकेको छु अब म चाहिँ बिर्तामोड किन आइसकेको छु भन्दाखेरि चाहिँ मेरो फेभरेट ब्लगर वान एन्ड ओन्ली लाइक एमआरबी लाइक बिबी जङ चाहिँ बिर्तामोड आइसक्नु भएको रहेछ अनि जो उहाँसँग मेरो कन्ट्याक्ट भयो अनि उहाँलाई भेट्न चाहिँ आज मेरो प्लान छ हैन अनि म चाहिँ मेरो भाइहरुलाई कल गरेँ अनि भाइहरु चाहिँ यता बिर्तामोडको पपुलर अगाडिको छ हैन अब चाहिँ भनेको निस्क्यौँ है सट्ट लाएर अनि मैले भाइहरुलाई कल गरेँ भाइहरुले के अरे म यता पपुलर अगाडि छु त आउनु भन्दै थियो अनि मेरो दुईजना भाइहरु छ विवेक भाइ र अर्को मोटो भाइ छ भाइको नाम चाहिँ मलाई ठ्याक्कै थाहा छैन तर म उलाई मोटो भाइ भन्छु बोल्दै किन हैन भाइ चाहिँ त्यहाँनेर छ अनि केटाहरुलाई म लिन्छु अनि त्यस पछाडी चाहिँ हामी सिधै यता मैले के अरे यता एमआरबीलाई कन्ट्याक्ट गर्दाखेरि चाहिँ एमआरबीले चाहिँ म हनुमान कम्प्लेक्स अगाडि छु भन्दा थियो मलाई त्यही भएर म चाहिँ अब हामी चाहिँ भनेको हनुमान कम्प्लेक्सतिर जाने हैन मैले चाहिँ अघि के अरे घरबाट भ्लग गर्दै गर्दै आएको थिएँ तर भिडियो चाहिँ मजाले भएको रहेछ भिडियो चाहिँ टाइम ल्याप्स भइरहेको रहेछ क्या मैले चाहिँ प्रपर भिडियो गरेर आएको तर मैले त्यो भिडियोको सेटिङ मिलाउन पनि मलाई खासै आइरहेको छैन त्यो गोप्रोको आई मिन यो डिजाई एक्सन क्यामेराको त्यही भएर चाहिँ त्यो सिस्टमहरु केटा के भएर चाहिँ भिडियो भयो भनेको टाइम ल्याप्स भइरहेको छ त्यही भएर भिडियो यसै हेरेको ला के भयो भनेर हेरेको त्यसरी भिडियो बिग्रिरहेको छ मैले फेरि बाटोमा रोकेर अहिले आउँदै गर्दा फेरि बाटोमा रोकेर फेरि मैले कन्टिन्यू गरेर भिडियो बनाएको है अब चाहिँ त्यही हो भाइहरु चाहिँ अगाडि उहाँ छ अरे पपुलर अगाडि छु भन्दै थियो दाइ म चाहिँ पपुलर अगाडि छु भनेर जाउँछु नि त्यही भएर चाहिँ म अब सिधै भनेको पपुलर अगाडि जाने भाइहरुलाई त्यहाँ भेट्छु अनि त्यस पछाडि चाहिँ एमआरबी त्यहाँनिर छ अगाडि के अरे हाम्रो हनुमान कम्प्लेक्स अगाडि छ अनि हनुमान कम्प्लेक्स अगाडि एमआरबीलाई भेटेर अनि चाहिँ गफसप गरेर अनि त्यस पछाडि चाहिँ कता यसो घुमेर निस्किनुपर्छ मेरो बाइकको पछाडिको चक्कामा पनि पम्प कम्ती भइरहेको छ म धेरै बेर चाहिँ कता पनि घुम्दिनँ अनि चाहिँ यो अब जाउँ भाइहरुलाई भेटौँ त्यस पछाडि एमआरबीलाई पनि भेटौँ अनि अरू कुराहरू चाहिँ बिस्तारै गरौँ है त एकचोटि थ्रटल हान्ने बित्तिकै होइन जहाँ भन्नु त्यही पुगिदिन्छ यो बाइक चाहिँ यति धेरै पावर छ यो बाइकमा होइन लाइक जेन्युनली भन्नुपर्दाखेरि चाहिँ यो बाइकमा वाइल्डै पावर छ क्या अब एक गियरमा 100 हान्छ भनेपछि अब आफै अन्दाज लगाउनु न कस्तो कुद्छ होला भनेर होइन ल हेर्न सक्नुहुन्छ म ठ्याक्कै बिर्तामोड आइसक्यो यो चाहिँ भनेको सिटी सेन्टर भइहाल्यो यतापट्टिको सिटी सेन्टर नामको मात्रै सिटी सेन्टर हो सामानहरू चाहिँ सिटी सेन्टरको जस्तो चाहिँ पाउँदैन होइन लाइक मैले सिटी सेन्टर चिनेको भनेको सिलगढीको मात्रै हो नि त अनि उताकोलाई यता दाँच्दा मिल्न त र पनि अब हल्का दाँच्नु पर्दाखेरि अब मिलेन भन्ने कुरा हो अनि यता भनेको हाम्रो पिएनसी हाम्रो दुर्गा प्रसाई वान एन्ड ओन्ली एके दुर्गा प्रसाई झापाको डोन अनि त्यही हो भाइहरु चाहिँ अब यहाँ अगाडि छु भन्दै चाहिँ छ कि छैन एकचोटि हेर्छु म छैन म भाइहरुलाई कल गर्छु होइन अनि त्यही हो आज चाहिँ भनेको फ्राइडे नाइट रहेछ अनि अब आज एमआरपीलाई जस्तो भेटिदिने हो रमाइलो गफसफ गरिदिने हो के हो केटाहरू म नआइकन अगाडि बाटोमा बसिरहेको छ मलाई पर्खेर बसिरहेको छ ल यतिकै भाइहरु चाहिँ हुनु पऱ्यो के बोकेर बसिरहेको छ केटाहरू के छ मेरो भाइहरुको खबर कता केटा कता रानी यसरी ननिस्कन हो नकुद न के झोलासोला के बोकायो केटाहरूले के पापा है क्या हो के खानेकुरा हो खै के हो एमआरपीलाई दिने है के खानेकुरा आज यो के अरे सुन न आइसक्यो यहाँ अगाडि आइसक्यो अरे कि यहाँ हनुमान कम्प्लेक्स अगाडि आइसक्यो अरे कि जम भेट्दिउँ है अनि मेरो बाइकमा पम्प पनि छैन भरिसक्यो त कतै त्यो पम्प छ भने ठाउँ भेट्यो भने पम्प पनि हालिदिनुपर्छ है ल तिमी यो बाइक चलाऊ भाइरमा पसेर बस्नु त यसमा है अलिअलि जो त्यहाँसम्म त पम्पले थाम्छ त्यसबाट कतै पम्प हाल्नु खोजौँ न ल यो चिसो पानी हो अहिले थाम्ला ल बसिरहेको अहिले ल जाउँ न है त्यहाँ अगाडिसम्म ल अब चाहिँ भनेको भाइहरूलाई मैले पिक गरिहालेँ होइन एकजना भाइलाई विवेक भाइलाई चाहिँ अनि यो भाइ चाहिँ मेरो प्यारो भाइ हो मेरो भाइको साथी पनि हो प्लस मेरो प्यारो भाइ पनि हो अनि अर्को मोटो भाइको चाहिँ एनएस पनि छ होइन अनि केटाहरू चाहिँ एकदमै मजाको छ क्या भाइहरु चाहिँ जे भाइहरु भन्ने लायकको छ नि केटाहरू चाहिँ अनि उता बाटोमा पुलिस पनि बसिरहेको छ उता मोबाइल बालेर
रोक्न सक्छ भने रोकान्छ भने जस्तो हो। हेलो सर, गुड इभिनिङ। बहादुर सर बोले न त ल। के हाम्रो भाइ प्यारो भाइ पछाडि आउँदैछ। एमआरपी चाहिँ त्यहाँ आइसकेको छ अरे भनेर मैले खबर पनि पाएँ। अब त्यही हो ल, एमआरपी पनि आइसकेको रहेछ। एमआरपीको गाडी चाहिँ त्यही हो होइन, हेर्नु सक्नुहुन्छ तपाईँहरूले। अब त्यहाँनिर टक्क जाउँ अनि रोकौँ होइन, अनि टक्क गफ गरौँ है त। हाम्रो मनिषलाई सब्सक्राइब गरिदिनु गाइस। सपोर्ट हो भाइले। के अरे मेन कुरा चाहिँ म अच्छी नै के काठमाडौँ भेटे। म यहाँ बिर्तामोडको काइल्सको ओनर है क्याफे। ओके गाइस, फाइनली तपाईँको राइडर मनिषले चाहिँ अब हाम्रो नेपालको चर्चित भ्लगर, फेमस भ्लगर, सबैको इन्सपायर्ड बाई हुन्छ नि। रिसेन्टली काठमाडौँ पनि भेटेको थिएँ। वान एन्ड ओन्ली गाइस, एमआरबी बिबी जङ। सही हो गाइस है। सबैजना सन्चै हुनुहुन्छ होला। धेरै समयको पर्खाइपछि चाहिँ भेटियो हाम्रो मनिषलाई। खुसी लाग्यो जियोस्। G900 नयाँ फिल्म पनि आउँदै रहेछ, सबैजनाले हेरिदिनु होला। ल सपोर्ट गर्नुपर्छ नेपालीलाई होइन। खुसी लाग्यो, खुसी लाग्यो। र हाम्रो चाहिँ भ्लग, फुल भ्लग चाहिँ गाइस चाँडै नै युट्युबमा आउँछ, सबैजनाले हेर्नुपर्ने हुन्छ। चेक इट आउट। ल चेक इट आउट गाइस। चेक इट आउट गाइस। मेरो मुख नि लड भरिरहेको छ। अब ऊ चाहिँ उसको मुख लड भइरहेको छ होइन। अब गर्मी, वाइल्डै गर्मी छ। अब काठमाडौँमा अब उता बेनीतिर बस्ने मान्छेलाई अब यताको मौसम अलिकति अब त्यस्तै नै भइहाल्छ होइन। ल एमआरपी अरू के बिस्तार जाऊ, मजाले सुत। गुड नाइट, भेट्नुपर्छ भोलितिर। ल ल बाइ। ल नाइस राम्रो थ्यांक यू यार। ल गाइज, ल ल ब्रो, ल भेट्नुपर्छ है त। ल ल गाइज, अब भेटिहाल्यो, गफसप गरिहाल्यो, अरू कुराहरू त्यस्तै हो। अब भ्लग चाँडै नै आउँछ युट्युबमा, त्यस्तै हो। ल एभ्रिवान, भेटियो नर्मल्ली। अब कुराकानीहरू त्यस्तै नै हो होइन। केटाहरू पनि अब जस गाडीमा आएको छ, कता कता कुदिरहेको छ। दाइको काउसा पनि छ होइन। निस्किङ गएर अरू कुरा केही छ हाम्रो? केही गर्ने हो, अब कहीँ जाने हो, रमाइलो गर्ने हो। गेडे जस्तो जिन्दगी धेरै भयो जिन्दगी। ल गाइस, फाइनली साथीको घरमा आइयो। साथीले थोरै भए पनि सानै हेल्प गर्यो, पम्प हाल्न सघाइदियो राति। धन्यवाद साथी, तिमी पनि भ्लगमा आयो, फेमस भयो। अब कत्रो बडी बनाएछ बाइसेप। ओ माइ गड, फेमस। मलाई पनि ट्रेन गर्नु होला साथी बिस्तार। ल गएको ल है, ल गएको ल। तेल छ कि गएन? त्यो त भाइ तेल पाउँछ होला त भाइ। लाग्छ भाइ तेल पाउँछ? कस्तो घिनलाग्दो बिर्तामा पनि यस्तो हुन थालेछ छ्या मलाई त मन परेन बिर्तामा VFX फेरि कस्तो भिड
आजको हाम्रो राइड चाहिँ यस्तै नै भयो होइन। तपाईँहरूले देखिहाल्नुभयो के भयो भिडियोमा, के देखियो देखि नै हाल्नुभयो होला। अब आजको भिडियो खासै लामो पनि नबनाऊ ल मामाजी। ओ मामाजी अब पपुलरमा गएर खाजा खाउँ अनि भिडियो एन्ट्री नै हाल्छौँ है साथीभाइहरू। तपाईँहरूलाई आजको मेरो भिडियो पक्कै नै मन पऱ्यो होला र तपाईँहरूलाई म यस्तो भिडियो फेरि दिनु नै छु भन्दै आजको भिडियो दिने गाइस थ्याङ्क्स फर वाचिङ, थ्याङ्क्स फर लभिङ, डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब भन्दै आजको भिडियो दिने गाइस थ्याङ्क यू एभ्रिवान। बाइ 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 बाइ। अरू के चाहियो भने भन्नुहोस्, हामी दिइहाल्छौँ। बाइ बाइ।